हरिओम। हामीभित्र यस्तो ऊर्जाको केन्द्र छ, यस्तो त्यो चक्रहरू छन् जसको बारेमा हामी कतिलाई थाहा नै छैन। ऊर्जाको खजाना बोकेर हामीले हिँडेका छौँ अनि हामी चाहिँ त्यो खुसीको खजाना, त्यो शान्ति, त्यो आनन्द, त्यो स्वास्थ्य, हामी स्वयंले त्यसको खजाना समुद्र बोकेर हिँडेका छौँ। हामी चाहिँ बाहिर फलानाले खुसी दिएन, ढिस्कानोले हामीलाई माया गरेन, प्रेम दिएन, उसले सुख दिएन, उसले यस्तो गर्यो अनि म दुखी भएँ। हामी चाहिँ अरूतिर फर्केर हिँडिरहेका छौँ। कस्तो हुँदो रहेछ भने कुनै मान्यजनले या मेरै साथीले भनौँ न उपहार दिनुभयो, तर मलाई त्यो उपहारको बारेमा थाहा नै छैन भनेदेखि अब त्यो केही भ्यालु हुँदैन नि। त्यसै गरी हामीले ईश्वरले दिनुभएको यो ऊर्जाका 7वटा केन्द्रहरू, ऊर्जाका स्रोत, यो चक्रहरूको बारेमा थाहा नै छैन, जसको बारेमा चाहिँ थाहा नपाउँदाखेरि धेरै कुराहरू व्यर्थ गइरहेको हुन्छ। पहिलो ऊर्जाको केन्द्र हो मूलाधार चक्र। यो शरीरसँग सम्बन्धित छ। शरीर निरोगी छ या रोगी छ, हेरौँ त एकपटक आफैलाई। मेरो शरीर निरोगी छैन, रोगी छ, मलाई घरि के हुन्छ, मेरो शरीर देख्दा पनि त्यस्तो निरोगी देखिँदैन, रुष्टपुष्ट देखिँदैन भने मेरो मूलाधार चक्र बिग्रिएको छ। दोस्रो ऊर्जाको केन्द्र उपहार हो स्वादिष्ठान चक्र। यो स्वादको केन्द्र हो, यो सुखको केन्द्र हो, खुसीको केन्द्र हो। म जीवनमा खुसी छ कि छैन, एकचोटि आफैलाई हेरौँ ल। म खुसी छैन, मलाई यो बाहिरको चिजहरू पुगेन, त्यो भएको भएर म खुसी छैन, मलाई फलानुले माया गरेन, त्यो भएको भएर म खुसी छैन भन्ने लाग्छ भने, थोरै पनि जीवनमा खुसी छैन भन्ने लाग्छ भने हजुरको स्वादिष्ठान चक्र बिग्रिएको छ। हामीले स्वादिष्ठान चक्रमा काम गर्नुपर्ने हुन्छ। तेस्रो हाम्रो उपहारको केन्द्र, ऊर्जाको स्रोत हो मणिपुर चक्र। आँटीमा साहसको केन्द्र हो यो। जुन व्यक्तिलाई डर लाग्छ, भय लाग्छ, नयाँ काम गर्नको लागि आँट छैन, साहस छैन भनेदेखि, नयाँ व्यक्तिसँग डर लाग्छ, अँध्यारोदेखि डर लाग्छ, या कुनै पनि प्रकारको भय छ, डर छ भने हजुरको मणिपुर चक्र बिग्रिएको छ। हजुरले मणिपुर चक्रमा काम गर्नुपर्ने हुन्छ। र चौथो चक्र रहेको छ अनाहत चक्र, प्रेमको क्षेत्र, हृदय क्षेत्रमा अवस्थित हुन्छ। यो हृदय चक्र पनि भनिन्छ यसलाई। यो दया, माया, प्रेम, करुणाको क्षेत्र हो। हामीमा थोरै पनि प्रेम छैन, दया छैन, एकदमै कठोरता, निर्दयी, कस्तो निर्दयी व्यक्ति भन्ने लाग्छ भनेदेखि उहाँको अनाहत चक्र बिग्रिएको छ। अब अनाहत चक्रमा काम गर्नुपर्ने हुन्छ। र अर्को चक्र छ ज्ञानको क्षेत्र, विशुद्धि चक्र। हाम्रो कण्ठ क्षेत्रको आसपासमा हुन्छ यो चक्र। पढ्न मन लाग्दैन, पढ्न यस्तो अल्छी लाग्छ, पढेपछि पढ्न बस्यो कि झुप्पु हुन्छ भनेदेखि स्मरण शक्ति छैन, कमजोर भइसक्यो, चस्मा टाउकोमै राख्यो अनि दुनियाँ खोज्यो, घरमा तालचा लाएँ कि लाइन, बाहिर जाने बेलामा निस्किँदाखेरि थाहै छैन, यस्ता समस्या छन् भनेदेखि चाहिँ, र थाइराइडको समस्या छ भने पनि हाम्रो विशुद्धि चक्र चाहिँ बिग्रिएको छ। हामीले विशुद्धि चक्रमा काम गर्नुपर्ने हुन्छ। अर्को हुन्छ आज्ञा चक्र, हाम्रो सङ्कल्पको क्षेत्र हो। आँट्यो, सोच्यो कि काम बिग्रियो। हजुरलाई लाग्छ यस्तो? हजुरले आँट्यो, सोचे अनि केही गर्छु भने, सोच्यो कि भन्यो कि त्यो काम बिग्रियो हो, यस्तै समस्या हजुरलाई छ भनेदेखि हजुरको आज्ञा चक्र बिग्रिएको छ। अब हामीले आज्ञा चक्र, सङ्कल्पको क्षेत्रमा काम गर्नुपर्ने हुन्छ। र अर्को क्षेत्र भनेको संसारले खोजिरहेको छ शान्ति, शान्तिको क्षेत्र, आनन्द, परमानन्दको क्षेत्र। शान्ति कसलाई चाहिएको छैन, आनन्द कसलाई चाहिएको छैन, सबैलाई चाहिएको छ नि, होइन? त्यो आनन्दको लागि, त्यो शान्तिको लागि हाम्रो ऊर्जा सहस्रार चक्र अर्थात् पुरुष मित्रहरूले शिखा राख्ने स्थान, त्यो आसपासमा पुग्नुपर्ने हुन्छ। त्यो स्थान हो आनन्द, परमानन्दको क्षेत्र। जब यी 7वटा चक्र सन्तुलित हुन्छ, ब्यालेन्समा आउँछ, तब मात्रै हाम्रो जीवन पूर्ण हुन्छ। हामीले जीवन जसरी बाँच्न चाहेका छौँ त्यसरी बाँच्न सक्छौँ। एउटा मनुष्यताले बाँच्ने जीवन कस्तो होला, सर्वश्रेष्ठ प्राणीले बाँच्ने जीवन कस्तो होला, त्यो पूर्णताको साथमा हामीले जीवन बाँच्न सक्छौँ, जीवनले पूर्णता प्राप्त गर्न सक्छ। त्यसकारण यो अवसर हामीलाई श्रद्धेय गुरुदेवद्वारा, जीवन विज्ञानद्वारा उपलब्ध भएको छ। विराट चक्र विज्ञान हुँदैछ पोखरामा, यही फागुन 11देखि 17 गतेसम्म। अहिलेसम्म रजिस्ट्रेसन गरेको छैन भने मेसेन्जर ग्रुपमा या मेसेजमा मलाई, या टिकटकमै मेसेजमा हजुरहरूले मेसेज गर्नुहोला। हामी फर्म भरेर हजुरहरूलाई सहयोग पक्कै पनि गर्नेछौँ। हामी त्यहीँ नै हुन्छौँ। हजुरहरूको सेवाको लागि हामी सदा तयार छौँ। श्रद्धेय गुरुदेवहरू सदा दिनरात खटिराखेको छ। यो सुवर्ण अवसरको भरपुर लाभ लिसेला। हस्, सम्पूर्णको जय होस्, मङ्गलस्। हरि ओम।